नमस्ते, म दिविन पोखरेल। म रेड इगल लमा काम गर्छु। यो भिडियो अमेरिकी स्टेट डिपार्टमेन्टले जनवरी 21, 2026 लागू गरेको 75 देशको नागरिकहरूको लागि इमिग्रेन्ट भिजा ब्यानको बारेमा हो। रेड इगल लमा हाम्रो टिमले यो 75 देशमाथिको रोकको लिगल ग्राउन्डलाई च्यालेन्ज गर्दै अर्को ग्रुप लसुट फाइल गर्ने प्लान गरिरहेको छ। यो ग्रुप लसुट अमेरिकाको एउटा डिस्ट्रिक्ट कोर्टमा हामी फाइल गर्नेछौँ, तर कुन अदालत भनेर चाहिँ हामीले अहिलेसम्म डिसाइड गरिसकेको छैनौँ। यो नयाँ सामूहिक मुद्दा हाम्रो अघिल्लो सामूहिक मुद्दा स्टोरी भी ट्रम्प भन्दा फरक छ। यो चाहिँ हामीले क्लास एक्सनको रूपमा दायर गर्ने हामीले प्लान गरेका छौँ। यो मुद्दामा पार्टिसिपेट गर्नलाई 3वटा शर्तहरू छन्। फर्स्ट चाहिँ तपाईँ इम्प्लोइमेन्ट बेस्ड वा फ्यामिली बेस्ड इमिग्रेन्ट भिजा एप्लिकेन्ट हुनुपर्छ। डिबी 2026 को विनरहरूको लागि यो मुद्दा होइन। यो डिबी बाहेक अरू भिजा क्याटेगोरीहरूको लागि मात्र हो। तपाईँले इमिग्रेन्ट भिजा केस नम्बर पनि पाइसकेको हुनुपर्छ। DS-260 पनि बुझाइसकेको हुनुपर्छ। तपाईँले DS-260 भर्खरै बुझाउनु भएको होस् वा इन्टरभ्यू दिइसक्नु भएको होस्, दुवै अवस्थामा यसमा तपाईँ पार्टिसिपेट गर्न सक्नुहुनेछ। अनि तेस्रो भनेको चाहिँ तपाईँ 75 देशमाथिको रोक च्यालेन्ज गर्ने अरू कुनै पनि ग्रुप लसुटमा पार्टिसिपेट गरेको हुनु हुँदैन। यसको अर्थ स्टोरी भी ट्रम्पमा प्लेन्टिफ भइसक्नु भएको छ भने यो मुद्दामा हजुर सहभागी हुन पाउनुहुने छैन। महत्त्वपूर्ण मिति चाहिँ यो ग्रुप लसुटमा भाग लिनको लागि तपाईँले जुन 26, 2026 भित्रमा रेजिस्ट्रेसन तथा अनबोर्डिङ सकिसक्नु पर्ने हुनेछ। हामीले जुलाई 10, 2026 अदालतमा अफिसियल कम्प्लेन फाइल गर्ने हामीले प्लान गरेका छौँ। यो लसुटको बारेमा 3वटा एकदमै महत्त्वपूर्ण कुराहरू छ। महत्त्वपूर्ण जानकारी एक चाहिँ यो 75 देशमाथिको रोकले धेरै भिजा एप्लिकेन्टहरूलाई असर गरेको छ, तर यो बाहेक स्टेट डिपार्टमेन्टले केही देशहरूमाथि ट्राभल ब्यान पनि लागू गरेको छ। यो मुद्दाले त्यो ट्राभल ब्यानलाई चाहिँ च्यालेन्ज गर्दैन। ट्राभल ब्यानको सूचीमा नेपाल पर्दैन, त्यसैले नेपाली एप्लिकेन्टहरूलाई यो मुद्दाले हेल्प गर्न सक्ने सम्भावना छ। महत्त्वपूर्ण जानकारी 2 चाहिँ यो सामूहिक मुद्दा अन्य सबै मुद्दाहरू जस्तै जितिन्छ भन्ने ग्यारेन्टी हुँदैन। यो प्युटेटिभ क्लास एक्सन लसुट हुनेछ। यसको अर्थ हामी खालि नाम भएको प्लेन्टिफहरूको लागि मात्र राहत माग्ने छैनौँ। यो मुद्दामा हामी क्लास सर्टिफिकेसन मागेर यो 75 कन्ट्रीबाट असर परेको सबैजनाको लागि राहत माग्ने छौँ। तर हामीले अदालतसँग यस्तो माग गर्दैमा जजले त्यो दिनुहुन्छ भन्ने पनि ग्यारेन्टी छैन। जजले नाम उल्लेख गरेका प्लेन्टिफहरूको लागि मात्र राहत दिन वा सबैलाई राहत दिन वा कसैलाई पनि राहत नदिन जे पनि गर्न सक्नुहुनेछ। त्यो हामीले अहिले नै भन्न सक्दैनौँ। अनि तेस्रो महत्त्वपूर्ण जानकारी चाहिँ अमेरिकाको सदर्न डिस्ट्रिक्ट अफ न्युयोर्कमा क्लिनिक भी रुबियो भन्ने अर्को मुद्दा पनि चलिरहेको छ, जहाँ प्लेन्टिफहरूले त्यो मुद्दामा पनि 75 देशमाथिको रोक सबैको लागि हटाउनुपर्छ भनेर क्लास एक्सन लसुट नै फाइल गरिराख्नु भएको छ। यो पनि त्यस्तै प्रकारको मुद्दा हो, तर तपाईँलाई राहत हामीले दायर गरेको मुद्दाबाट होस् वा क्लिनिक भी रुबियोको परिणामबाट होस् वा ट्रम्प एडमिनिस्ट्रेसनले कुनै समय आफ्नो पोलिसी चेन्ज गरेर होस्, यीमध्ये कुनै कुराले पनि तपाईँले इमिग्रेन्ट भिजा पाउनु भयो भने हाम्रो कन्ट्र्याक्टको टर्म्सहरू चाहिँ चेन्ज हुने छैन। लसुटको फी भन्ने चाहिँ तिर्नै पर्ने हुनेछ। यो चाहिँ थर्ड इम्पोर्टेन्ट कुरा हो। अब खर्च सम्बन्धी कुरा गर्नुपर्दा चाहिँ लयर फ्री प्रति मुख्य एप्लिकेन्टको चाहिँ $2000 हुनेछ। यो शुल्कमा सबै परिवारको सदस्यहरू लाई इन्क्लुड हुन मिल्नेछ। तपाईँको परिवारमा जतिजना भए पनि फी चाहिँ 2000 नै हुनेछ। यदि IR5 क्याटेगोरीमा 2 जना पेरेन्ट एप्लिकेन्ट्सहरू हुनुहुन्छ भने हाम्रो टिमले 1 जनाको मात्र फी लिने व्यवस्था मिलाएको छ। पेमेन्टको शर्तअनुसार अनबोर्डिङको लागि $1000 तिर्नुपर्ने हुनेछ। बाँकी 1000 भने अमेरिका आएपछि मात्र तिर्नु पर्नेछ। त्यो बाँकी शुल्कलाई मासिक 250 को 4वटा किस्तामा पनि तिर्न सक्नुहुनेछ। मैले अघि माथि भने जस्तै ध्यान दिनुपर्ने कुरा चाहिँ यदि तपाईँ यस मुद्दामा सहभागी हुनुभयो र तपाईँको केसको प्राइमेरी एप्लिकेन्टलाई भिजा जारी भयो भने बाँकी फिस तपाईँले तिर्नै पर्ने हुनेछ। बाँकी शुल्क तिर्नुपर्ने वा नतिर्नुपर्ने कुरा अदालतबाट यही मुद्दामा पोजिटिभ रिजल्ट आउँछ वा आउँदैन भन्ने कुरामा डिपेन्डेन्ट हुँदैन, त्यसमा मात्र निर्भर हुने छैन। यो बाहेक चाहिँ यदि तपाईँलाई सामूहिक मुद्दामा सहभागी हुन चाहनुहुन्छ भने रेजिस्ट्रेसन तथा अनबोर्डिङ प्रक्रिया हाम्रो वेबसाइट मार्फत अनलाइन गर्न सक्नुहुनेछ। सुरु गर्नको लागि तल दिएको लिङ्कमा पनि क्लिक गर्न सक्नुहुनेछ। दर्ता गर्नुभन्दा अगाडि कृपया हाम्रो वेबसाइटमा रहेको FAQहरू ध्यान दिएर पढ्नु होला। तपाईँ सहभागी हुन मिल्छ कि मिल्दैन, यो मुद्दा के सम्बन्धी हो,
के को लागि हो र प्लेन्टिफ फी कसरी काम गर्छ भन्ने कुरा राम्रोसँग बुझिसकेपछि मात्र दर्ता गर्नु होला। यदि त्यसपछि पनि तपाईँलाई केही प्रश्नहरू छ भने हामीलाई सम्पर्क गर्नुहोला। अहिलेलाई यति नै। यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू।